हेलो साथीहरु, आज मैले डिप्लोमा इन सिभिल इन्जिनियरिङ 6 सेमेस्टरको ट्रान्सपोर्टेसन इन्जिनियरिङ सेकेन्ड को यो क्वेशन बैंकबाट मैले मोस्ट रिपिटेड क्वेशनहरु र इम्पोर्टेन्ट क्वेशनहरु चैप्टर वाइज कलेक्ट गरेर लिएर आइसकेको छु। यो चैप्टर वाइज मैले सब कलेक्ट गरेछु। यसमा 1+1 जति 1+1 गरेछ नि यसको अर्थ के हो भन्दाखेरि यो क्वेशन 2063 देखि लिएर 2081 र म लास्टतिर मसँग 2082 को क्वेशन पनि छ, म त्यो पनि देखाउँछु यो यही भिडियोमा। 2081 सम्म यति पल्ट यो रिपिट भएछ भन्ने बुझिन्छ। तपाईहरुले यदि यो जुन सबभन्दा धेरै रिपिटेड छ त्यो पढेर जानु भयो भने पनि पास मार्क ल्याउन सजिलो हुन्छ। सो चैप्टर वाइज हेरौं है त सबै रिपिटेड क्वेशनहरु। चैप्टर 1 को लागि यति छ। चैप्टर 2 को लागि यति छ इम्पोर्टेन्ट क्वेशनहरु। चैप्टर 3 को लागि यति भयो। चैप्टर 4 को लागि यो अलि सबभन्दा यो ठुलो चैप्टर भएको हुनाले यसमा धेरै नै सोध्ने गरेको छ। चैप्टर 4 को लागि यति सोधे रहेछ। यता पनि छ चैप्टर 4 कै। त्यसपछि चैप्टर 5 बाट यति इम्पोर्टेन्ट रहेको छ। तपाईहरुले यसमा जुनमा सबभन्दा बढी प्लस छ त्यो मात्र पढेर जानु भए पनि भइहाल्छ। अनि लास्ट चैप्टर 6 बाट यति इम्पोर्टेन्ट रहेको छ। ल अब म 2082 सालको क्वेशन नि देखाउँछु। 2082 सालमा सोधेको क्वेशन हो हैन। म एउटा यो सब क्वेशन को एउटा छुट्टै भिडियो बनाएर नि हाल्दिन्छु, त्यहाँबाट नि देख्न सक्नुहुन्छ हजुरहरुले। यति नै है। यदि भिडियो मन पर्यो लाइक सब्स्क्राइब गर्नु होला। धन्यवाद।